यदि सूर्य अयुग भे भनेको चाहिँ विषम राशि विषम नक्षत्रमा पर्यो भनेदेखि विषम नक्षत्र अयुग भे विषम नक्षत्र भनेको के त अश्विनी भरणी 1 2 3 4 यसरी 1 भनेको विषम 2 भनेको सम 3 27 वटा नक्षत्र छन् नि त्यसमा चाहिँ दुर्योग भएको दिन यदि सूर्य विषम नक्षत्रमा पर्छ भने त्यसलाई एकार्गल योग भनिन्छ। दुर्योगो दिनवात भनेको दुर्योग भएको दिनबाट जुन दिन दुर्योग परेको छ दुर्योग भनेको यही 27 वटा योग मध्ये 9 वटा चाहिँ जुन दुर्योग हो त्यो दुर्योग भएको दिनमा यदि सूर्य विषम नक्षत्रमा भनेको अब मे अश्विनी भरणी कृत्तिका रोहिणी गर्दा 1 2 3 4 अब विषम नक्षत्र भनेको 1 3 5 7 यसरी विषम नक्षत्रमा पर्छ सूर्य भनेदेखि त्यसलाई एकार्गल त्यस दिनलाई एकार्गल योग भनिन्छ। एकार्गल योग त्यति शुभ मानिदैन यति मात्रै भनेको है। त तपाईले हेर्नुभयो भने यसलाई यो विवाह प्रकरणको 19 श्लोक हेर्न होला त्यसैमा चाहिँ स्पष्ट रूपमा छ है। पहिला पढेको दुर्योगो दिनवाद अयुग भे अर्क यदि चाहिँ विषम राशिमा चाहिँ अयुग भे विषम नक्षत्रमा चाहिँ सूर्य छ भने एकार्गल योग हुन्छ। त्यही नै हो एकार्गल भनेको यी सबै यो जुन अहिले यहाँ लेखिया छ नि यी सबै अशुभ कालहरू हुन् अशुभ समय हुन्। अनि के एकार्गला योगहरू पनि अशुभ भयो संक्रान्ति काल पनि अशुभ भयो शुभ कार्यको लागि पाप ग्रहको लग्न अर्ध दिन रात्रि अर्धम दिनार्धम भनेको रातिको मध्य रातको कालमा पनि शुभ कार्य गर्न भएन। दिनार्ध भनेको दिनको मध्याह्न कालमा नि भएन। रात्रि अर्धम दिनार्धम श्राद्ध दिनम श्राद्धको दिन पारेर पनि कुनै नयाँ काम गर्न भएन। जनन्यार्थवम भनेको के महिलाको गुरु यो त महिलाको रजस्वला रजस्वला हो हैन। जनन्यार्थ भनेको आमा परसरेको बेलामा पनि शुभ कार्य नगर्ने। जननी भनेको त आमा महिला भने हैन है। जननी भनेको आमा महिला भन्न मिलेन है। त्यसकारणले चाहिँ आमा र महिलामा फरक छ। जनन्यार्थवम जननी भनेको आमाको आर्तव भनेको रजस्वला। यदि आमा रजस्वला हुनुहुन्छ भने घरमा चाहिँ शुभ कार्य गर्न भएन त्यो भनेको है जनन्यार्थवम। जन्ममास तिथि नक्षत्र आदिकम जन्मेको महिना जन्मेको तिथि जन्मेको नक्षत्र यही पनि पारेर काम गर्न भएन। ग्रहणको नक्षत्र नि पार्न भएन। चण्डायुध जननीमा के हो कि जननी भन्दा मुनिको सानो मान्छे छ भने चाहिँ त्यो चाहिँ त्यस्तो रसोला भावले चाहिँ हुन्छ हुँदैन त गुरु के भन्नुभयो। जननीदेखि बाहेक चाहिँ अरू पनि हुन सक्छ नि आफ्नो परिवारमा सानो बुहारी होला अथवा छोरी होला अथवा कोही सानो मान्छे होला त्यो माथिको मान्छे भयो भने त बन्द हुने नहुने भयो त्यो भन्दा मुनिको मान्छे भयो चाहिँ पूजा आजा गर्न हुने भयो त गुरु। अरूको सबैको बारे साध्य हुँदैन। जाउ त्यसलाई गएर खोलिदिनु सबैको साध्य हुँदैन। अब कोही अब छोरी चाहिँ परसरी होलिन् घरमा परिवारमा त एउटा शरीर हुन्छ हैन। अथवा बहिनीको चाहिँ रजस्वला होला सबैको साध्य हुन्न। आमाको रजस्वला भएको बेलामा अब आमा परसरेको बेलामा आमाले गर्ने हो मुख्य घरमा चाहिँ कर्म कामहरू पकाउने गर्ने यताउता त्यो भएन। अब अरू सबैको साध्य भएन। दुलैको रजस्वला हुँदाखेरि चाहिँ श्राद्ध गरिन त थाहा भएकै कुरो हैन। दुलै परसरी छन् भने पनि सगभर अब बार्न चाहिँ राम्रो त्यो बेलामा पनि नगर्दा राम्रो। मुख्यले चाहिँ आमाको लागि चाहिँ दियो है जनन्यार्थव। अनि मासाद्यम जन्म जन्मेको महिना जन्मेको तिथि जन्मेको बार इत्यादि यो चाहिँ फेरि पहिलो सन्तानलाई सबैलाई होइन है। पछाडि गएर भन्छ नि यन्मासादि जनुर्भवम प्रथमके गर्भे तेजन्नानुजी भन्छ नि पछाडि गएर जन्मेको महिनामा बिहा गर्न भएन जन्मेको महिनामा व्रत गर्न भएन जन्मेको तिथिको दिन चाहिँ नयाँ काम आरम्भ गर्न भएन बार नक्षत्र तिथि इत्यादि तर्काउन पर्यो। त्यो कसको लागि सबैको लागि होइन पहिलो सन्तानको लागि है। पहिलो सन्तान भनेको के जेठो सन्तान हो भने ती सबै त्याग्नु पर्यो। अरू
जेठो सन्तान नभएर दोस्रो तेस्रो सन्तान अथवा चाहिँ अरूलाई चाहिँ परेन भन्छ है। अनि जन्म सम्भवम तिथि नक्षत्रादिकम ग्रहण नक्षत्र ग्रहणको नक्षत्र अनि त्यसपछि पाप युत पाप त्यक्त पाप गम्य नक्षत्र पाप ग्रह बसेको नक्षत्र पारेर शुभ काम गरिँदैन। अब त्यो नक्षत्र शुद्धि हेर्दाखेरि त्यो आउँछ नक्षत्र आज चाहिँ जुन काम गरिँदैछ